अस्पतालको शय्यामा रहेका नेता श्रेष्ठलाई गगन थापाले गरे वरिष्ठ नेताको घोषणा। नमस्कार साथीहरू, नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन्। साथीहरू, स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालको शय्यामा रहेका श्रेष्ठलाई थापाले वरिष्ठ नेता घोषणा गरेका हुन्। साथीहरू, बीपी कोइरालाको 44औं स्मृति दिवसमा बिहिबार राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति, नवीन सङ्कल्प र नवीन अभियान घोषणा कार्यक्रममा सभापति थापाले बिमारी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका हुन्। साथीहरू, उनले यो निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने बताए। साथीहरू, श्रेष्ठ स्याङ्जा काङ्ग्रेस र समग्र स्याङ्जाको अभिभावकीय नेताको रूपमा मानिन्छन्। साथीहरू, वरिष्ठ नेता घोषणाले श्रेष्ठप्रति सम्मान भएको काङ्ग्रेस विरुद्धमा टिप्पणी गरिएको छ। साथीहरू, तपाईँलाई यो कदम कस्तो लाग्यो कमेन्ट गर्नुहोला। साथीहरू।